यसको लागि चाहिँ अहिले मेरो हाल हेरेका एग्रोफर्मको बाख्राको सङ्ख्या चाहिँ 143वटा रहेको छ। त्यतिमा चाहिँ मेरो माउ चाहिँ अहिले पहिला भए 163वटा, अनि अहिले जन्मेको पाठाहरू चाहिँ हजुरको चाहिँ 57-58वटा जति छ। अनि भेडाहरू छ, पठाङ्ग्राहरू ठुलो पठाङ्ग्रा गरेर मेरो 143, दुईटा ब्याडे बोका, एउटा चाहिँ बोयर क्रसमा छ, एउटा लोकलमा छ। तपाईँले यति धेरै बाख्रा पाल्नु भएन, 150-60 बाख्राहरू पाल्दाखेरि तपाईँको वार्षिक रूपमा चाहिँ कति आम्दानी र कति नाफा हुन्छ होला? अब आम्दानी यस्तो लगभग खर्च कटाएर मेरो आकलनमा 6 लाखबाट लिएर हुँदाको वर्ष 9 लाख 10 लाख नत्र भने त्यही 7-8 लाख 6बाट माथि त्यो रेन्जमा मेरो भइराखेको छ 5 वर्षको अन्तरालमा। अब म चाहिँ खास चाहिँ यहाँ हाम्रो बाख्रा पालक कृषकहरूलाई के भन्न चाहन्छु भने बाख्रामा त्यति नराम्रो चाहिँ छैन। सबभन्दा ठुलो चाहिँ सबभन्दा आफू चाहिँ सक्रिय भएर गर्नु पर्यो र जे जति भए पनि चाहिँ हैन, अब हजुरको के अरे फाइदा घाटा जे भए पनि चाहिँ एकदम सन्तुष्ट छु सर हैन। सबै कृषकहरूलाई चाहिँ म के भन्न चाहन्छु भने बाख्रा पालनबाट चाहिँ त्यति नराम्रो छैन हैन। अब घर घडेरी नै जोड्न त नसकिएला सर हैन। अब छोराछोरी राम्रै ठाउँमा पठाउनु पनि नसकिएला, तर साधारण स्कुलमा पढाएर चाहिँ आफ्नो हातमुख जोड्नलाई चाहिँ एकदम चाहिँ म चाहिँ हैन सकिन्छ, खुसी नै छु भन्न चाहन्छु। त्यही नै हो सर, धन्यवाद। नमस्कार, म हेमराज सापकोटा। हाम्रो यो एउटा 25 जना सदस्यहरू हामी कृषकहरू मिलेर एउटा संस्था बनाएका छौँ, जसमा हामीले चाहिँ यो एउटा पाठशाला, हाम्रो कृषक पोषण पाठशालाको रूपमा हामीले चाहिँ यहाँ काम गरेका छौँ। यसरी यतिको चाहिँ सफल बनाइएको छ। यो हाम्रो चाहिँ टेकनाथ पहाडी मामाको चाहिँ बारीमा हामीले एउटा पाठशाला चलाएका छौँ, जसमा हामी 25 जना कृषकहरूले यसरी नै हामीले घर घरमा प्रत्येकको घरमा पनि हामीले यसरी नै गरेका छौँ। र यो कृषकलाई केही सहयोग होस्, एउटा पोषण चाहिँ मिलोस्, पोषण पाठशाला भनेर चाहिँ हामीले त्यस रूपमा आफ्नो घरको चाहिँ प्रयोगको लागि बढी मात्रामा र बढी सबैजनाले मिलेपछि यसलाई चाहिँ बजार पुर्याउन सजिलो होस् भन्ने उद्देश्यले 25 जना समूह मिलेर हामीले यसलाई चाहिँ यसरी यतिको चाहिँ बनाउन सफल भएका छौँ। यहाँ धेरै थियो, तपाईँको काउलीहरू थियो, ब्रोकाउली थियो, यो सब चाहिँ सिद्धिएर अहिले हाम्रो यहाँ टमाटर रहेको छ, यता बन्दाहरू छ। अब यहाँ घिरौँला काँक्राहरू लगाएका छौँ हामीले। यसरी नै सबै 25 जना कृषकले आफ्नो आफ्नो घरमा सबैले बनाएका छौँ। अब अरू त सबैले चाहिँ यसरी नै गर्नु होला, राम्रो छ स्वास्थ्यको लागि, आफ्नो लागि। यो शुद्ध एकदम विषादी रहित, हामीले विषादी यसमा कति पनि प्रयोग गरेका छैनौँ। अर्ग्यानिक तरिकाबाट गणेउला मल प्रयोग गरेर हामीले चाहिँ यतिकोसम्म बनाउन सफल भएका छौँ। धन्यवाद। जुन मैले पहिला पोहोर जेठमा सारे बिरुवा खाल्टो खनेर मल हालेर 1 महिनापछि बिरुवा सारेँ। यिनीहरू मल नहालिकन सारे। भनेपछि यति फरक। पहिलो वर्ष दिएको नेवार 2वटा बिरुवा हो, एउटा यत्रो भयो। एउटा यहाँ अलिकति किरा लाग्यो, के भयो त्यति बन्न सकेन। यो मर्छ कि भनेर मैले राख्नु नि हालिदिएको। यो 2वटा हुर्के पनि केही फरक पर्दैन। यो टाँकी पहिलो वर्ष 2वटा टाँकी हो, यो फलिसक्यो, कोसा लगाइसकेको छ। यो पनि राम्रो भएको छ। अनि इपिल पहिलोचोटि यो उतापट्टि नि छ। अनि भट्टेको बिरुवाको नि फोटो खिच्दै मान्छेले भट्टेको एउटा पनि राखेन होला। मेरो 1, 2, 3, 4, 5, 6, 7वटा भट्टे अनि राख्यो नि। यो फेरि राख्यो नि मैले राम्रो यो सब्री जमाएर जुन अहिले लास्टमा दिएको बिरुवाहरू हो। यो फेरि 1, 2, 3, 4, 5वटा यहाँ सारिदिएको, यो राम्रो भएको छ। 9मा सारेको बिरुवा हुन् यिनीहरू तपाईँको गएको जेठमा, अहिलेको गएको जेठमा जुन पहिलो वर्ष दिनुभएको थियो नि, त्यो 2वटा बिरुवा हो त्यहाँ छन्। ती उताको ठुलो बिरुवा, त्यो ठुलो बिरुवा अहिले एक अङ्गालो आम्नी भइसकेको छ। यो पनि भइसक्यो। मैले सबै टुप्पा गर्दै यो हाँगा फैलाउनु भएर टुप्पा भान्दिएको छु। फेद पनि मोटाउने भयो र हाँगा फैलाउने भयो। मादी गाउँपालिका वार्ड नम्बर 6 को हाम्रो बलबहादुर राणाज्यूले पाल्नुभएको बाख्रा लगभग 100 को हारिमा छन्। ल हेर्नुहोस् त, यसो जङ्गल जानको लागि चाहिँ तयारी अवस्थामा छन्। ल हेर्नुहोस्,
विशाल अघि जा